एकचोटि सबैजनाले बाजेको कुरा सुनौ है त, ध्यान दिएर सुनौ है त यो कुरा। मैले भने नि सुन्नेबाट सुरु गर्नु। हेर्नुहोस्, खर्च कटौती गर्नु, श्रीमतीलाई उही लाइनमा लानु, सन्तानलाई उही लाइनमा लानु, तपाईँका छोरछोरी खर्चाला नबनाउनु छैन। मोबाइल आवश्यक परे मात्रै चलाउनुहोस्, तपाईँलाई कतै कसैसँग फोन गर्न पर्यो छ भने मात्रै चलाउनुहोस्। श्रीमतीलाई त टिकटक बनाउनु नदिनु, तिनी नाङ्गामा नाच्न नदिनु, श्रीमतीलाई पनि काममा लाउनु। थोपा मिलेपछि समुद्र बन्छ, नदी बन्छ। तपाईँ एक्लै त तपाईँले विदेशमा गएर करोडौँ कमाए पनि तपाईँका सन्तानले नेपालमा बसेर खाइदिन्छन्। त्यो तपाईँको दिमाग छैन। तपाईँले कति कमाउनुहुन्छ विदेश, हेर्नुहोस् त तपाईँका सन्तानले कति उडाछन्, आउँदाखेरि तपाईँका स्वानी चाहिँ उड्नन्। आफ्ना बाबुआमाका आफ्ना बाबु बस्नुहोस्, श्रीमती लक्षण घरानकी श्रीमती बिहा गर्नु, श्रीमती काखमा राख्नुहोस्, यहीँ सङ्घर्ष गर्न सिक्नुहोस्, यहीँ स्वर्ग बनाउन सिक्नुहोस्। सोरैले हुन्छ यहाँ, के दुःख छ यहाँ पाहाड, कृषि तल्लो हरि सबैले अन्न खान्छ। ल महाराजधिराजले पनि अन्न खान्छ, मन्त्रीले पनि। तपाईँ जापानमा गएर अन्न नखाइकन बस्नुहोस्, तपाईँले कृषिलाई तुच्छ बनाएर हुन्छ के भन्नुहुन्छ? तपाईँहरूको मती भएन। ओके साथीहरू, कस्तो लाग्यो त बाजेको कुरा तपाईँहरूलाई होइन? यदि कुरा ठिक लाग्यो भने चाहिँ तल कमेन्टमा लेख्नु होला।